हेलो हेलो साथीहरू, नमस्ते सबैजनालाई। आज हामी चाहिँ केदारनाथको यात्रामा छौँ। यहाँ चाहिँ एकदम हिन्दू धर्म मान्ने धर्मावलम्बीहरू धेरै यात्रा गर्ने यो ठाउँमा यात्रुहरू आउँछन्। टाढा टाढा देश विदेश, इन्डिया, नेपाल र अन्य देशहरूबाट पनि हिन्दू धर्म मान्नेहरू धेरै मान्छेहरू यो ठाउँमा केदार बाबाको दर्शन गर्न आउँछन्। र यहाँ चाहिँ यात्रा गर्ने क्रममा लगभग 3800-4000 समुद्री सतहबाट उचाइमा रहेको यो केदारनाथ मन्दिरमा एकदम चिसो मौसम अनि यसरी हेलिकप्टरको यात्रा र पैदल यात्रा गर्नुपर्ने हुन्छ। यहाँ यात्रा गर्नेहरू मान्छेहरू यसरी खाजा नास्ता खानलाई यसरी क्यान्टिन होटेलहरूको व्यवस्था पनि रहेको हुन्छ। र यो ठाउँ चाहिँ एकदम अग्लो ठाउँ र उच्च ठाउँ, चिसो ठाउँ भएको कारणले प्रायःजसो मान्छेहरूलाई यो ठाउँमा यात्रा गर्दा बहुत कठिन हुन्छ। धेरै कठिनको यात्रा गर्नुपर्ने हुन्छ। कठिन बावजुदका साथ पनि यो ठाउँमा यात्रुहरूले यात्रा गर्नुपर्ने हुन्छ, गरिराखेका हुन्छन्। र यसरी यात्रा गर्ने क्रममा यो डोली बोकेर यसरी डोलीमा 4जना लगेर पुग्ने, यसरी पिठ्युमा बोक्ने, टोकोमा राखेर होइन। अनि यसरी कोही पैदल हिँडेर नि यात्रा गर्न सक्ने हुन्छ र हिँड्न सक्नेहरू हिँडेर अनि हिँड्न नसक्नेहरूलाई यसरी टोकोमा, पिठ्युमा होइन, यसरी भारीमा, डोलीमा, घोडामा बोकेर चाहिँ यात्रा गर्छन्। र यो ठाउँमा एकदम रमाइलो दृश्य, तपाईँहरू पनि जानुहुनेछ भने यो भिडियो चाहिँ पक्कै पनि हेर्नुहोला। र रह्यो यो ठाउँमा एकदम अक्सिजनको मात्रा कमी हुन्छ। अलि माथि जाँदा प्रायःजसो मान्छेहरूलाई अक्सिजनको कमी हुन्छ। श्वास प्रश्वास फेर्नलाई मुस्किल हुन्छ, धेरै गाह्रो पर्छ उठेर। र यो ठाउँको वातावरण चारैतर्फको आवरण चाहिँ कस्तो छ भने एकदम अचम्मित छ। र तपाईँहरू पनि हेर्न सक्नुहुन्छ यो भिडियोमा। यताको उत्तर दिशामा चाहिँ हिउँले ढाकिएको सेतो भाग र अनि पूर्व दिशामा रहेको यो हिउँदको जस्तै खरेरी परेको जस्तो देखिने हिमालहरू र पश्चिम दिशामा रहेको चाहिँ यो हरियाली दृश्य छ एकदम। र यसरी चाहिँ यहाँको मौसम चाहिँ छिनछिनमा परिवर्तन हुन्छ, छिनछिनमा बदलिन्छ। कतिखेर मौसम यसरी हिउँहरूले पुरिएका खाडलहरू छन् र यो ठाउँ चाहिँ मौसम चेन्ज हुन्छ र यो ठाउँमा चाहिँ यात्रा गर्ने मान्छेहरूलाई चाहिँ एकदम असहज पनि हुन्छ। यसरी अब हिँड्दै जाँदा पुगिन्छ मन्दिर नजिकै यहाँ घोडा स्टेसन। अब यात्रामा घोडालाई यात्रा गरेर घोडा चढेर जाने मान्छेहरू चाहिँ यहाँसम्म यात्रा गर्छन् र यसरी पिठ्युमा र डोलीमा बोकेर जाने मान्छेहरू चाहिँ अगाडिसम्म जान्छन् है। यो पछाडिको दृश्य हेर्दा एकदम रमाइलो र एकदम रोचक देखिन्छ है। यहाँ चाहिँ हामीले भिडियोमा देखाएअनुसार हेर्दा चाहिँ जाउँ र यो ठाउँमा नै यात्रा गर्न जाउँ जस्तो देखिने यो दृश्य चाहिँ। अनि एकदम रमाइलो लाग्छ। यहाँ माथि चाहिँ हिउँले ढाकिएका हिमालहरू छन्। यसरी यहाँ खान बस्नका वासस्थानहरू पनि छन्, व्यवस्था भएको ठाउँहरू पनि छन् है सबै। हामी चाहिँ यसरी यात्रा गर्दै गर्दा हामी चाहिँ गयौँ त्यहाँबाट लगभग 3800-4000 किलोमिटर मन्दिर पुग्यौँ। यहाँ मन्दिर नजिकैबाट यसरी हेर्दा मन्दिर चाहिँ अहिले पछाडि टुप्पो देखिन्छ, ठुलो ठाउँमा छ मन्दिर। यसरी भ्यू निहालेर हेर्दा मन्दिर हामी चाहिँ पुग्यौँ। हिउँले ढाकेको एकदम साँच्चीकै भगवान्कै वासस्थान जस्तो लाग्छ। तपाईँ पनि आउँदै हुनुहुन्छ भने यो ठाउँमा चाहिँ यो मन्दिरमा दर्शन गर्न अवश्य पुग्नुहोला।